भदौ 23 गतेको जुन घटना भयो त्यस घटनाको राति सबैभन्दा पहिले अनेरा सभ्यको अध्यक्षले राजीनामा दियो। यो विषय चाहिँ उले के बुझाइएको थियो, के बुझेको थियो र उले के गर्यो र त्यसले तल प्रारम्भिक कमिटी, क्याम्पस कमिटीसम्म कमिटीहरू विघटनको श्रृङ्खला चल्यो। भनिसकेपछि हामी वामपन्थ हुनु, रञ्जित कर्ण बानीजी र नयनसिंह महर्जी प्रजातान्त्रिक हुनु, हामी सबै बास्केटका वामपन्थी बाहेकका फेरि हाम्रा आफ्ना घटक छन्। यो हाम्रा बीचमा वस्तु घटनालाई हेर्ने दृष्टिकोण छैन भने यो कसैले अल्गोरिदममा के चिज हालिदियो त्यसको इको चेम्बरभित्र पसेर हामी एउटै धारणा, एउटै दृष्टिकोण दिने हो त्यो त वस्तु र घटनालाई हेर्ने एउटै धारणा हो। कुनै विदेशी आइएनजिओले खडा गरेको मान्छेको दृष्टिकोण र यत्रो विद्यार्थी आन्दोलनको रापतापबाट आएका मान्छेको दृष्टिकोण एउटै हुन्छ? हुन सम्भव छ? यदि हुन सम्भव छ र हुन्छ भने यस्तै हुन्छ र हुन सम्भव छैन। किनभने उनीहरू एउटा प्रोजेक्ट बेसिसमा काम गर्न आएका हुन्। उनीहरूले कसैले पैसा दिन्छ र कुनैले मोटिभ अनुसार उनीहरूको उद्देश्य अनुसारको माइन्डसेट भएका मान्छेहरू खडा गर्ने तरिका हो यो। नजान्दिलो यो स्लो विष एउटा पोइजन हो यो। तर हामी आन्दोलनमा भएका मान्छेहरूले त्यसका बारे विचार गर्नुपर्छ। तर त्यसो पनि हामी गर्न सक्दैनौँ। त्यसैले अब